सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने हजुरहरूले सकेसम्म जग्गा छान्दा नै 4 गुणा मिलेको जग्गा छान्नुपर्छ। कुना नमिलेको जग्गामा डिजाइन कम्प्लेक्स हुन्छ र पिलरहरू बढ्छ, जसले गर्दा लागत 2 देखि 3 लाखसम्म बढ्न जान्छ। यस्तै भिरालो उकालो जग्गामा घर बनाउँदा माटो थप्नुपर्ने वा फाल्नुपर्ने, अगाडि पछाडि सियर वा लगाउनु पर्ने जस्ता समस्या आउँछन्, जसले घरको मूल्य बढाइरहेको हुन्छ। यस्तै हजुरहरूले प्लटिङमा जग्गा लिँदै हुनुहुन्छ भने माटो फिलिङ गरेको जग्गा कहिले पनि लिनु हुँदैन। सकेसम्म माटो कटिङ गरेको जग्गा लिनुपर्छ। सामान्यतया हामीले जग खन्दाखेरि 5 फिटको खन्ने गर्छौं, तर माटो फिलिङ भएको ठाउँमा जग खन्दाखेरि पुरानो माटो नभेटिन्जेलसम्म खन्नुपर्छ र त्यसपछि फेरि 5 फिट खन्नुपर्छ, जसले गर्दा जगको टोटल हाइट 9 देखि 12 फिटसम्म हुन जान्छ। त्यसले लागतलाई एकदमै बढाइरहेको हुन्छ। त्यसैले जग्गा किन्दैखेरि धेरै ध्यान दिनुपर्छ। अब जग्गा किनिसक्नु भएको छ, किनेको जग्गामा घर बनाउँदै हुनुहुन्छ भने तपाईहरुले योभन्दा पछाडिको पोइन्टहरु हेर्न सक्नुहुन्छ। यदि तपाईहरुले जग्गा किन्नु भएको छैन भने चाहिँ आउडे खाउडे उकालो भिरालो र कुना नमिलेको जग्गा सकेसम्म छान्नु हुँदैन र प्लटिङमा जग्गा किन्दा पनि सकेसम्म माटो फिलिङ भएको जग्गा नकिन्ने कि माटो कटिङ भएको जग्गा किन्ने गर्दाखेरि यसबाट पनि हामीले घर बनाउँदाखेरि केही कस्ट मिनिमाइज गर्न सक्छौं।